हेलो साथीहरू नमस्कार। आज चाहिँ म यस सुन्तला खेतीमा चाहिँ केही भन्न गइरहेको छु। धेरै साथीहरूले सोध्नुहुन्छ सुन्तला तपाईले लगाएको सुन्तला चाहिँ कस्तो भएको छ, कति राम्रो छ, हरियो छ, के लगाउनुहुन्छ, के प्रयोग गर्नुहुन्छ भनेर चाहिँ धेरै साथीहरूले चाहिँ मलाई सोधिरहनु भएको छ। त्यस कारणले म यो एउटा सानो भिडियो बनाउँदै छु। खास चाहिँ यो सुन्तला खेती गर्दाखेरि, सुन्तला लगाउँदाखेरि हामीले विशेष गरी पहिलो खेती गर्नुभन्दा पहिले हामीले माटो परीक्षण गर्नुपर्ने हुन्छ, जुन सोल थर्मोमिटर भन्छ। त्यो चाहिँ आफैले नाप्न सजिलो डिजिटलवाला हो, त्यो चाहिँ सजिलो हुन्छ। हामी सुन्तला खेती गर्नुभन्दा पहिलेको मापदण्ड चाहिँ माटो परीक्षण गर्नु, जुन चाहिँ त्यस अनुसार माटो अनुसार, माटोको मापदण्ड अनुसार, पीएच मान अनुसार हामी त्यसलाई चाहिँ मलजल गर्ने गर्छौँ र बिरुवा रोप्ने गर्छौँ। यो चाहिँ खोकु जातको सुन्तला भएको कारणले गर्दाखेरि एकदम राम्रो छ सुन्तला, हैन? सुन्तला राम्रो छ, हरियो छ। अब यसलाई बिरुवा रोप्नुभन्दा के गर्ने भन्दाखेरि यो चाहिँ मैले खाडल खनेको छैन, त्यतिकै कोदालोको भरमा मैले रोपेको छु, हैन? यसमा चाहिँ तपाईको के छ भन्दाखेरि प्रावधान तपाईको पहिले बिरुवा रोपिन्छ, त्यसपछि गोठेमल प्रयोग गरिन्छ, त्यसपछि यसमा मल हाल्ने मल तरिका चाहिँ त्यही हो, गोठेमल एक डोको, त्यसपछि डिएपी, युरिया, पोटास, एसएसपी, त्यसपछि पिना हालेर चाहिँ यसको राम्रोसँगले खेती गरिन्छ। यसलाई बिरुवा रोपण राम्रो गरिन्छ अनि बेला बेलामा निलो किटहरू प्रयोग गर्ने गरिन्छ। यस्तै गरेर चाहिँ सुन्तलाको बगैँचा निर्माण गरिन्छ। धेरै साथीहरूले सोध्छन् मलाई, कसरी चाहिँ बजारीकरण गर्नुहुन्छ, उत्पादन भएको सुन्तलाहरू कसरी गर्नुहुन्छ भनेर। यो ठुलो लेभलमा, ठुलो स्केलमा चाहिँ यसको खेती गर्दाखेरि बजारीकरणको हुन्छ, तर हामी यो सानो कृषक भएकोले, सामान्य 150 बिरुवा बोट भएकोले त्यसमा खासै असर पर्दैन। खास चाहिँ अब तपाईको ठुलो व्यवसाय, ठुलो स्केलमा मात्रामा चाहिँ खेती तपाईँ गर्नुहुन्छ भने त्यसको क्वालिटी, जुन क्वालिटीमा नि हेर्नुपर्ने हुन्छ। त्यसपछि बजारीकरण, जस्तै बजार कहाँ, कुन सहर हो त भनेर मजाले हेर्न सकिन्छ। बजार चाहिँ कुन, अब बजारको जनसङ्ख्या कति छ, त्यसलाई हेरेर कुन जिल्लाबाट कति जान्छ सबै क्याल्कुलेसन गरेर, आर्थिकमा क्याल्कुलेसन, उत्पादनमा क्याल्कुलेसन गरेर मात्रै ठुलो स्केलमा खेती गर्दा राम्रो हुन्छ। किनभने नेपालमा सानो छ, जनसङ्ख्या थोरै छ, त्यही भएर यसमा चाहिँ क्याल्कुलेसन गरेर हामी सुन्तला खेती गर्नुपर्छ, नभए यसो घाटामा जान सक्छौँ। यस्तै कुराहरू धेरै साथीहरूले सोध्नुहुन्छ। तपाईँ पनि केही सुन्तलाबारे कुनै पनि खेती, विदेशमा हुनुहुन्छ, खेती गर्नका लागि इच्छुक हुनुहुन्छ भने तपाईँले फेसबुकमा सुभाष तामाङमा जोडिएर, मेसेन्जरमा जोडिएर तपाईले धेरै कुराहरू सोध्नुहुन्छ। किनभने म यहाँको रैथाने भएको, मेरो पुर्ख्यौली पेसा खेती भएको कारणले मलाई केही अनुभव र दक्ष भएकोले म जुनसुकै सल्लाह सुझाव पनि तपाईलाई दिन सक्छु। हस्त यति भन्दै तपाईसँग बिदा हुन्छु। हस्त, नमस्ते, बाइ। हस्त, धन्यवाद।